तपाईं उठ्नु भयो म अगाडि है उठ्यो त्यसले अहिले अघि पनि उठेर अलि नजिक आउनु अलि हजुर माने त्यहीबाट नजाऊ है तपाईलाई आफ्नो आफ्नो मत दिने अधिकार छ अघि बस्छु भने तपाईँ ठुलो सरले हाम्रो पार्टीको समस्या हो पार्टीको वफादार सिपाही हो इमानदार कार्यकर्ता हो र म जनता समाजवादी पार्टीबाट सदस्य भएर निर्वाचन लडेको हुँ त्यसै अनुसार कैलाली निर्वाचित पनि भए म तीनटा कुरा तपाईहरु समक्ष भनेर जान चाहन्छु एउटा कुरा मेरा दुईटा अध्यक्ष पट्टीलाई र विशेषतः जो साथीले म विजय प्राप्त गरेको छु भनेर भन्नु भएको छ त्यो वर्गलाई पनि मेरो एउटा सुझाव छ महाभारतको युद्धमा भीष्म पितामहलाई थाहा थियो तर पनि उनी दुर्योधनका पक्ष लिएर लडाई लड्न बाध्य भए युधिष्ठिर र अर्जुनले युद्ध जित्छन् भन्ने उहाँलाई थाहा थियो तथापि उहाँ दुर्योधनको पक्षमा उभिनुभयो युद्ध हुन्जेलसम्म अर्जुनले हानेको बाणले भीष्म पितामह लड्नुभयो र युद्ध भइन्जेलसम्म हरेक दिन अर्जुन युद्ध समाप्ति पछाडि भीष्म पितामहलाई सोध्न जानुहुन्थ्यो र भन्नुहुन्थ्यो मैले तपाईलाई बाण हान्न नहुने तर एउटा निष्ठाका कारण युद्धको नियमका कारणले मैले तपाईलाई बाण हान्नु पर्यो क्षमा पाऊ भीष्म पितामहजी भनेर भन्नुहुन्थ्यो मेरो पार्टीमा मेरा अध्यक्ष महोदयहरुमा अत्यन्त श्रद्धा लाग्छ मलाई महन्त ठाकुर उहाँ हाम्रो लागि अत्यन्त आदर र सम्मानको पात्र हुनुहुन्छ कसैले एक पक्षले बाजी बार्ला कसैले हार्ला तर जिन्दगीभरि कमाएको निष्ठाको लागि म महन्त ठाकुर प्रति भीष्म पितामहको एउटा दर्जा कायम गरिदिनु हुन र गएर मैले के गर्नुपर्छ मैले जितिन हामी मिल्नुपर्छ हामी एक हुनुपर्छ भन्ने धारणा राख्नु पर्दछ आज जेलबाट यस निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको शनाखत गर्न मेरो नियत र नैतिकताले दिएन मेरो लागि पक्ष जसपा हो विपक्ष पनि जसपा हो म जसपाको एउटा कार्यकर्ता हो आज राजनीतिक मुद्दाका कारणले म जेल बस्नु परेको छ मेरो मुद्दामा मेरो राजनीतिक दल मेरो पार्टी कतिको लडिरहेको छ त्यो उहाँहरूको दृष्टिकोण होला अर्को कुरा कठघरामा उभिएर जति सत्य बके पनि न्याय पाऊ भन्दै हजुर सयौं पटक झुके पनि निरीह ठान्दा रहेछन् शिर निहुराएपछि दोषी ठहराउँदा रहेछन् चुप लागेर बसेपछि श्रीमान न्याय देऊ हामीलाई क्षमा चाहिँदैन दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन अर्को तीनटा पोइन्ट एक न्याय दुई न्याय तीन न्याय तटस्थ बस्नुभएको विकल्पै छैन अरे समझी ल तटस्थ बस्नु भएको छ ल
शिक्षा नेता अहिलेसम्मको स्थितिमा तपाईँहरू अपन्द पर्नुभयो हजुर हजुर के भयो के प्रतिक्रिया दिनुहुन्छ हजुर हजुर ए बोलिदिनु पर्यो कसले बोलाएको छैन तपाईँले बोल्नु पर्यो बोलिदिनु पर्यो दल त अब गयो तपाईँको होइन कहाँ जानु यही म कहाँ तान्नु भयो यहाँ धान्ने मलाई यता दल कति गएको छैन दल जनताबाट निर्माण हुने हो 51 जना मात्रै दल होइन यो कुरा हामी बुझेका छौँ सम्पूर्ण नेपाली जनताले बुझेको हो त्यसैले यो प्राविधिक महज प्राविधिक हामी काम यहाँ गर्यौँ विभाजन सम्बन्धी यो दुर्भाग्यपूर्ण हो 1 साल पहिले जब उपेन्द्रजीको पार्टी विभाजन भइरहेको थियो आज आएर 1 साल भित्रैमा यो अवस्था होला भनेर कल्पना पनि गरेको थिएन तर दुर्भाग्यपूर्ण अवस्था आयो जनतामै जाने हो दल सम्बन्धी जनमत सम्बन्धी जनाधार सम्बन्धी सम्पूर्ण निर्णय जनताले नै गर्ने हो त्यसैले जनतामै जाने हो र अहिलेको जुन अवस्था जुन भयो यो प्रयोजनको लागि उपेन्द्र यादवको पार्टी हामी 1 वर्ष पहिले बचाइदिएको थिएन हामी एकताबद्ध भएर यो देशमा वैकल्पिक शक्ति निर्माण गर्ने शोषण उत्पीडन परेको जनताले न्याय दिनलाई हामीले एकताबद्ध भएका थियौँ एकीकरण गरेका थियौँ त्यसको ठिक विपरीत प्राविधिक के अरे विभाजन यहाँ देखाएर यो जुन विभाजन गर्न खोजिएको यो दुर्भाग्यपूर्ण हो र यसबाट जनताको के अरे मत चाहिँ विभाजन हो जनता चाहिँ वैकल्पिक शक्ति निर्माणको प्रक्रियामा अगाडि बढ्छ जनता चाहिँ यो देशको शोषण उत्पीडन र जुन यो बहुराष्ट्रिय राज्य हो यो सबैको देश हो सम्पूर्ण नेपालीको देश हो त्यो चाहिँ वैधानिक संवैधानिक र शासन व्यवहारिक रूपले समेत निर्माण हामीले गर्न सक्नुपर्छ नेपाल सम्पूर्ण नेपालीको हो विविधताले भरिएको देश हो यो अभियान हो हाम्रो यो चाहिँ शोषण उत्पीडनबाट मुक्ति दिलाउने अभियान हो त्यसैले देशको शासन र संविधान सम्पूर्ण नेपाली जनताको लागि बन्नुपर्छ